दर्शकबिन नमस्कार, हम अमित ठाकुर अपन विशेष में अहाँ सबके स्वागत करै छी। चूरे, चूरिया पहाड़, चूरे श्रृंखला ई शब्द सब हमरा अहाँ के लेल नया नहीं रहल अछि। विगत बहुत दिन से ई शब्द सब सुनैत आबि रहल छी आ पिछला 5-10 साल में एकरा केना क बचायल जा ओहि के लक आब ई शब्द सब बेसी सुनै छी हम अहाँ। चूरे में जखन ओत चूरे पहाड़ क्षेत्र विनाश भ रहल छै, ओत से निकलऽ वाला नदी सबके मुहान बदल रहल छै, तो तै आबि क तराई मधेश में बाढ़ के समस्या या अन्य समस्या सब ओत से उत्पन्न भेनाइ सेहो बातचीत आबि रहल छै। जनधन के क्षति सेहो प्रत्येक साल हेबे करे छै। चूरे के जो यदि बात करी तो हिमालय के दक्षिण पट्टी में समानांतर चलऽ वाला पहाड़ श्रृंखला चूरे रहल अछि। एकरा पाकिस्तान से शुरू होइत ब्रह्मपुत्र तक जाइ छै। इंडिया उत्तराखंड में एक शिवालिक रेंज से हो कहल जाय छै। चूरे बचाव के लेल आ तराई मधेश में चूरे विध्वंस हो वाला बर्बादी के बचाव के लेल 2011 ईस्वी संवत से राष्ट्रपति चूरे संरक्षण अभियान शुरू कयल गेलै। आर्थिक वर्ष 71-72 में एकरा राष्ट्रीय गौरव के आयोजना के रूप में आगा बढ़ायल गेलै। आई हम सब यह विषय पर बातचीत करब जे राष्ट्रपति चूरे संरक्षण अभियान के अंतर्गत जे कार्यालय सब छै ओ केना काज कर रहल छै, की काज सब भ रहल छै। एहि अभियान अंतर्गत जनकपुर इकाई के प्रमुख जी जे छथि शिवनाथ पोखरेल आई हमरा सबके साथ में छथि। हुनका संगे बातचीत करब। जनकपुर इकाई में 4टा जिला अबै छै, धनुषा, रौतहट, सर्लाही आ महोत्तरी। ई 4 जिला जनकपुर इकाई के अंदर में अबै छै। काज 8 जिला में भ रहल छै। अन्य बाकी चर्चा आगा बढ़ेबे करब। पोखरेल जी स्वागत छै यहाँलाई। नमस्ते। सुरुवात यहीँबाट गरौँ न। पछिल्लो आर्थिक वर्षको तपाईहरुले पुस्तक पनि निकाल्नु भएको छ, प्रगति विवरण भनेर मेरो हातमा पनि छ। यो पछिल्लो आर्थिक वर्ष 1 वर्ष कसरी बित्यो त त्यहाँबाट सुरु गरौँ। 1 वर्ष सुरुमा त अब हामी कार्यालय इस्टाब्लिसमै लाग्यौँ र कार्यालय इस्टाब्लिस गरेर चाहिँ अफिस घर भाडा लिइसकेपछि हामीले कार्यक्रम चाहिँ तोकिएको हामीलाई दिएको वार्षिक कार्यक्रमको आधारमा हामी नदी प्रणालीका योजनाहरू छनौट गऱ्यौँ र त्यहाँका तत्त स्थानीय तहहरूसँग हामीले छलफल गऱ्यौँ र हाम्रो 1 वर्षमा हामीलाई तोकेका वार्षिक कार्यक्रमहरूको लगभग 96% भौतिक प्रगति र 92% चाहिँ आर्थिक प्रगति गरेर हाम्रो बित्यो भनौँ। तपाईँ जुन कार्यालयको प्रमुख हुनुहुन्छ जनकपुर इकाइको, त्यसले 4 जिल्ला हेर्ने गरेछ। त्यो 4 जिल्ला बाहेक अन्य जुन हाम्रो प्रदेश 2 मा अन्य बाँकी 4 जिल्ला बचे कुन इकाइले हेर्ने गरेछन्? जम्मा संहिता आउनुभन्दा अगाडि, राज्य संहितामा जानुभन्दा अगाडि राष्ट्रपति चूरे तराई मधेस संरक्षण समितिले चाहिँ काम लाइन एजेन्सीहरूलाई दिन्थ्यो। जिल्लामा भएका लाइन एजेन्सीहरूलाई, जस्तै वन कार्यालय, भू संरक्षण कार्यालय, नदी नियन्त्रण कार्यालय, अनि त्यस्तै कृषि कार्यालय, पशुलाई कार्यक्रमहरू दिएर कार्यक्रम सञ्चालन गर्ने गरेका थियो भने यो संहिता आइसकेपछि पहिलो वर्ष स्थानीय तहलाई चाहिँ चूरेले बोर्डबाट सिधै पैसा स्थानीय तहमा दियो र आर्थिक वर्ष 76-77 को चाहिँ बजेट वक्तव्यमा चूरेलाई पुनर्संरचना गरिनेछ भन्ने उल्लेख भयो। त्यो आधारमा चाहिँ 5वटा जिल्लामा चाहिँ 5वटा ठाउँमा अफिस खुल्या छ चूरे हेर्ने गरी। पूर्वमा इटरीको छेउमा सलकपुर भन्ने ठाउँमा, त्यसले सप्तरीदेखि सिराहादेखि पूर्व उसले हेर्छ। यो 2 नम्बर प्रदेश नम्बर 2 को चाहिँ सप्तरी र सिराहा जिल्ला हेर्छ भने यो 12 र पर्सा चाहिँ चितवनमा अफिस राखेको छ, उसले हेर्छ। र हामी चाहिँ 2 नम्बर प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, रौतहट हेर्छौँ र 3 बागमती प्रदेशको सिन्धुली जिल्लाका कार्यक्रमहरू हेर्छौँ। दर्शकबिन के बता दी ई जे राष्ट्रपति चूरे संरक्षण अभियान जे छै ई 7 प्रदेश में छै। एकर 37 जिला में काज भ रहल छै। 164टा नदी प्रणाली आ 340 स्थानीय तह में काज भ रहल छै। यो 4 जिल्लामा अब हामी आऊ। 4 जिल्लामा काम गर्दा विगत 1 सालको के कसो अनुभव रह्यो, के छ त अवस्था अहिले? हैन, अब कस्तो छ भन्दाखेरि चूरे संरक्षणको कुरामा स्थानीय तह, त्यसपछि प्रदेश, त्यसपछि स्थानीय उपभोक्ताहरू, यहाँका बुद्धिजीवी मान्छेहरूमा चाहिँ चूरे संरक्षण गर्नुपर्छ
भन्ने चाहिँ सवालमा चाहिँ राम्रो चाहिँ एउटा चाहिँ चेतनाको चाहिँ विकास भएको हामीले पायौँ। हामी आउनुभन्दा अगाडि नै पनि चुरे भनेपछि सबैको चासो, विद्यार्थीको, त्यसपछि गएर व्यापारीको, त्यसपछि तराई मधेसमा बस्ने सबैको चासो देखिया छ। र तराई मधेसमा हुने जुनसुकै किसिमको चाहिँ वातावरण सम्बन्धी कार्यक्रममा चुरेका कुराहरू उठ्छन् नै। यो पनि एउटा जुन यो विगत 8-10 वर्षदेखि चुरे संरक्षणले काम गर्दै आएको ठुलै उपलब्धि मैले चाहिँ यसलाई लिएको छु। अब मान्छेहरूको चाहिँ समस्या चुरे क्षेत्रमाबाट बगेर आउने खोलाहरूले चुरे पहाडलाई चाहिँ भत्काउने पानी 100 मिलिमिटर वर्षा पर आवर भनौँ न 24 घन्टामा पर डे 24 घन्टामा 100 मिलिमिटर चाहिँ वर्षा भयो भने, औसत वर्षा भयो भने चुरे क्षेत्रको चाहिँ माटो बाइन्डिङ मेटेरियल छैन, खोकुलो माटो छ। त्यो चाहिँ माटो चाहिँ इरोजन हुन थाल्दो रहेछ, स्लाइड हुन थाल्दो रहेछ। र यसै पालि पनि तपाईँको 200, 250, 300 कुनै ठाउँमा त 400 मिलिमिटर पानी पनि 24 घन्टामा एभरेजमा परेको देखिया छ। तर सधैँ होइन कि कुनै दिनहरू त्यस्तो देखिसकेपछि माथिबाट चाहिँ डेब्रिजहरू, माथिबाट ढुङ्गा गेगर त्यो बगेर आउने होइन, बगेर तल लिएर आउने, तल चाहिँ आइसकेपछि तल्लो बेल्टका चाहिँ त्यो बाढीले चाहिँ क्यारी गरेर लिएर आएर तल्लो बेल्टको खेतहरू पुर्ने, तलका चाहिँ पानीका स्रोतहरूलाई पुर्ने, माथिकै चुरे क्षेत्रमै भएका पानीका स्रोतहरू पनि पुर्ने, यो समस्याहरू देखिया छ। र अर्को के देखिया छ भन्दाखेरि त्यो त भयो कमलो भौगोलिक बनोट करिब 150 चाहिँ करोड वर्ष अगाडि बनेको सबभन्दा कान्छो पहाड। कान्छो भनेपछि त्यसै कमजोर हुन्छ जेठोभन्दा होइन। त्यसले गर्दाखेरि त्यो कान्छो त्यसै कमजोर हुने, त्यसमाथि पनि हाम्रो चाहिँ मनसुनी वर्षा जम्मा 80-85% चाहिँ पानी 3 महिनामा पर्ने, 20% पानी चाहिँ हाम्रो 15-20% पानी हाम्रो अरू बाँकी 9 महिनामा पर्ने। त्यसले गर्दाखेरि एकदम यसलाई चाहिँ त्यस्तो खालको चाहिँ जियो उसमा हामी बसेका छौँ, भौगोलिक अवस्थामा बसेका छौँ हाम्रो मनसुनी वर्षा उता कमलो पहाड। त्यसले गर्दाखेरि यो स्वाभाविक रूपमा भत्किनु आफ्नो ठाउँमा छ, एक समस्या छ भने अर्को चाहिँ के छ भन्दाखेरि चरीचरण त्यो चुरे क्षेत्रमा चाहिँ गरिब मान्छेहरू बस्छन्। विशेष गरेर चाहिँ पहाडबाट बसाइ सरेर आएका जनजातिहरू अलिक गरिब मान्छे भनौँ न, गरिब मान्छे बस्छन्। उनीहरूको जीविकाको स्रोत आजभन्दा 8-10 वर्ष अगाडि वैदेशिक रोजगारी, त्यसपछि काठमाडौँ खुल्ने होइन, विभिन्न निर्माण कामहरू सुरु हुँदा अगाडि चाहिँ उनीहरूको रोजगारीको स्रोत भनेकै त्यहीँको रुख काट्ने, त्यो चाहिँ रुख चाहिँ राति सप्लाई गर्ने होइन। अनि त्यहीँको ग्रेभल ढुङ्गाहरू ट्र्याक्टरहरूमा चाहिँ अर्काको लागि निश्चित थोरै पैसा लिएर अर्काको लागि चाहिँ त्यो ढुङ्गा गिटी बालुवाहरू चाहिँ लोड गरिदिने, के गर्ने जीविकाको लागि उनीहरूको त्यो चाहिँ उनीहरूको काम छ। त्यसले गर्दाखेरि उनीहरूको गरिबी अनि त्यसले गर्दाखेरि उनीहरूको बाँच्नको लागि त्यहीँकै रिसोर्सको चाहिँ प्रयोग गर्ने, त्यो एउटा दुईवटा समस्या भयो भने अर्को एउटा समस्या मैले के देखेँ भन्दा मेरो अनुभव चाहिँ गाईबस्तु चाहिँ बढी त्यहाँतिरको मान्छेहरूले बाख्रा बढी पाल्ने, गाईबस्तुहरू बढी गाईबस्तुहरू छोड्ने र गाईबस्तुको खुरले पनि हिँडेर चराइदिएर त्यो त्यहाँको बोट बिरुवाहरू हुर्कन नदिने। र अनि त्यसपछि चाहिँ अर्को समस्या चाहिँ के देखेँ मैले भन्दाखेरि यो आग लागि, अब हिउँद महिना भएपछि आग लाग्ने, आग लागेपछि अलिअलि रिजेनेसन हुन लागेका बिरुवाहरू हुन्छ, नेचुरल रिजेनेसन हुन लागेका बिरुवाहरू चाहिँ त्यो चाहिँ मर्ने, डढ्ने आगोले होइन, त्यो चाहिँ एउटा समस्या छ। हाम्रो राष्ट्रपति चुरे संरक्षण विकास समिति अन्तर्गत जनकपुर इकाइ कार्यालयले चाहिँ खासमा या सम्पूर्ण प्रोग्रामकै कुरा गरौँ, चुरे संरक्षणको लागि चाहिँ के गर्ने गर्दछ? होइन, हामीले सबभन्दा हाम्रो यो चुरे तराई मधेस संरक्षण तथा व्यवस्थापन गृह योजना 2074मा चाहिँ यो नेपाल सरकारले मन्त्री परिषदबाट स्वीकृत गरेर राजपत्रमा प्रकाशित भयो र चाहिँ त्यसपछि चाहिँ यो 75मा चाहिँ पब्लिस भएको छ र यसले चाहिँ स्पष्टसँग चुरेमा यो काम गर्ने भनेर चाहिँ कामहरू आइडेन्टिफाई गरेको छ। सबभन्दा पहिलो मेजर काम त हामीले त्यहाँबाट निस्किने खरेहरू, गल्छीहरू
त्यसलाई चाहिँ रोकथाम गर्ने, त्यसबाट आउने डेब्रिजहरू उतै ट्र्याप गर्ने, उतै रोक्ने, त्यसबाट आउने गेगर, ढुङ्गा, गिटी, बालुवालाई चाहिँ भर्छ उतै ट्र्याप गर्ने र त्यो ट्र्याप गरेपछि चेक ड्यामहरू बनाएर ट्र्याप गरेपछि त्यो आफै नेचुरल भेजिटेसनहरू आउँछ अथवा बाँसहरू यस्तो यस्तो भेजिटेसनहरू पनि रोप्ने। त्यो गल्छी खहरे पहिरो रोकथामका कामहरू मेजर काम हो भने अर्को चाहिँ यो भूमिगत जलको उपयोग, वर्षाको पानी सङ्कलन, पुनःभरण र अर्को चाहिँ त्यसको चाहिँ पुनःभरण गर्ने, त्यसपछि त्यसको चाहिँ उपयोगै भनौँ, पुनःभरण गरेर उपयोग गर्ने, त्यो कार्यक्रम छ एउटा। त्यो कार्यक्रम भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि चुरे पाहाडमा भएको अलिक सानो खोज 2तिर 3तिरबाट आउने सानो खोजलाई चाहिँ त्यो एक ठाउँमा ब्लक गर्ने, ब्लक गरेर बर्खाको पानी चाहिँ त्यहीँ जम्मा हुने ठुलो ताल जस्तो बनाउने होइन। हामीले यहाँ गरेका छौँ, हजुर पनि जान सक्नुहुन्छ होइन, एकदिन जाउँला, कहिले हेरौँला हामीले गरेर। अनि त्यो एउटा छ भने अर्को चाहिँ त्यो खोल्सीहरूबाट चाहिँ पानी बगेर आउँछ, त्यो पानी चाहिँ लाई चाहिँ त्यहीँ रोक्नलाई चाहिँ उताबाट इनलेट बनाउने अनि पोखरी बनाएर त्यसलाई चाहिँ आउटलेटबाट बढी भएको पानी बग्छ, अरू पानी बस्छ र त्यो पानी चाहिँ बर्खामा चाहिँ रिचार्ज हुने, तल पुनःभरण भनौँ न, पुनःभरण चाहिँ गराउने। अब पोखरी बनाउनु भयो, खोइ त पानी नै छैन भन्छ हिउँदमा त त्यसमा पानी हुँदैन, बर्खाको पानीलाई चाहिँ बर्खाको पानी एकचोटि छिटो बगेर तलतिर चाहिँ नोक्सान गर्छ नि त, छिटो बगेर तलतिर नोक्सान गर्छ भने त्यहीँ भनौँ न 2 घन्टा 5 घन्टासम्म परेको पानी त ठुलो खालको पोखरी बनायो भने त त्यसले त त्यसैमा चाहिँ भरेपछि रोकिन्छ, भनेपछि त्यो पानी रोकियो, रोकिसकेपछि चाहिँ त्यो तल बिस्तारै बिस्तारै चाहिँ हाम्रो चुरेको माटो त अथवा त्यो हाम्रो भाबर क्षेत्रको माटो त ग्राभल टाइपको छ, त्यसमा चाहिँ एकै दिनमा चाहिँ तपाईँको पानी सट्टै तल झर्दो रहेछ, रिचार्ज हुँदो रहेछ तल होइन। यस्तो खालको कामहरू दुई नम्बरमा छ भने अर्को चाहिँ कस्तो काम छ भने त्यहाँ चुरे क्षेत्रमा भएको भिरालो जग्गाहरू छन्, त्यो भिरालो जग्गाहरूमा मान्छेले खेती गरिरहेछन् अनि पर्मानेन्ट टाइपको बरु फलफुलको बिरुवाहरू लगाउनु उनीहरूले, सिजनल चाहिँ त्यो मकैहरू लाउने, त्यसलाई धेरै खन्ने जोत्ने काम नगरोस्, बरु कागती लाओस्, आँप लाओस्, लिची लाओस् होइन, त्यो किसिमको काम चाहिँ हामीले गरेका छौँ। र अर्को तपाईँको चाहिँ कस्तो छ भन्नुलाई भने अब तारबार सहितको चाहिँ वृक्षारोपणको कामहरू गरेका छौँ, तारबार लगाएर त्यहाँ बिरुवाहरू रोप्ने। अब त्यसै बिरुवा रोप्यो भने फेरि गाईबस्तु तारबार सहितको वृक्षारोपणको कामहरू गरेका छौँ। त्यसपछि हामीले यो कृषि वनलाई पनि त्यो उनीहरूको खेतमा खेती गरिरहेको ठाउँमा फलफुलका बिरुवाहरू र डाले घाँस फलफुलका बिरुवाहरू पनि लाउने र बिचबिचमा चाहिँ उनीहरूले खेती पनि गर्ने। भनेपछि पहिला त ढुङ्गाहरू रोक्नु पर्यो, त्यसपछि पानी पनि रिचार्ज गर्नु पर्यो जम्मा गरेर, वृक्षरोपण पनि भनेपछि थुप्रै डाइरेक्सनमा काम एकैपल्ट भइरहेछ, एउटा काम टार्गेटेड भइरहेछ, सबै काम चाहिँ भइरहेछ। यो प्रतिवेदन मैले हेर्दै जाँदा वार्षिक प्रगति पुस्तिकामा एउटा नदी प्रणाली भनेर मैले पाएँ, त्यसमा जलाद नदीको कुरा छ, बिघी औरीको कुरा छ, रातुको कुरा छ, लखनदेही बागमतीको पनि कुरा छ। यो खासमा नदी प्रणाली अलि बुझाइदिनु पर्यो। नदी प्रणाली भनेको कस्तो भन्नुलाई भने त्यो हामीले जलाद नदी प्रणाली भनेपछि जलाद नदीमा पानी, जलाद नदीमा बर्खाको पानी पर्दाखेरि जलाद नदीमा जुन ठाउँबाट पानीहरू बग्छ नि, जुन ठाउँमा जलाद नदीमा पानी आउँछ, जलाद नदी चाहिँ एउटा पोइन्ट भयो होइन। अनि त्यसमा पानी आउने ठुलो क्षेत्र छ नि, माथि डाँडामा पऱ्यो भने पनि त्यो बगेर जलादमा आउने भयो, अर्को जगदर भन्नेमा पानी पऱ्यो भने पनि जलादमा आउने भयो, चमेनियामा पानी पऱ्यो भने पनि जलादमै आउने भयो, यतातिर आउने भयो नि त। अनि त्यो चाहिँ हामीले चाहिँ त्यसलाई एउटा त्यसको क्याचमेन्ट एरिया भन्छ नि, त्यसको जलाधार क्षेत्र, त्यसको चाहिँ क्याचमेन्ट वाटरसेड एरिया भन्छ, त्यसको क्याचमेन्ट क्षेत्र त्यसको जलाधार क्षेत्रलाई चाहिँ हामीले जलाधार क्षेत्रदेखि त्यसको चाहिँ आउटलेटसम्म, जस्तै आउटलेट त बोर्डर भएर निस्केर जान्छ, उतातिर गइसकेपछि ब्रह्मपुत्र अथवा यो चाहिँ गङ्गेटिक प्लेन भन्छ नि यसलाई, हाम्रो यसलाई त गङ्गेटिक प्लेन भन्छन्। अब यो गङ्गामा जाला होइन,
गङ्गाको लागि यो कोसीहरू सबै नदी प्रणाली गङ्गा नदी प्रणालीमा आयो। कोसीको लागि 7वटा सप्तकोशी नदी प्रणालीमा आयो। सप्तकोशीको अरुणको लागि अरुणमा पानी पर्ने जति आयो, त्यसमा आउने खोल्सा खाल्ची सबै त्यसको क्षेत्र माथिको एरिया। भनेपछि जलादमा आउने पानीहरूको स्रोतहरूलाई पनि व्यवस्थापन गर्ने पाटो चाहिँ योमा छ, यसमा छ। अब यो सब कार्यक्रम गर्नलाई आर्थिक क्षेत्रतिर पनि अब हामीले ध्यान दिनु पर्यो, त्यसको पनि कुरा गरौँ। कतिको बजेट रहेछ एक वर्षमा चाहिँ, के कसो खर्च हुन्छ, कहाँ के हुन्छ? होइन यस्तो छ, अब यो हाम्रो गुरु योजनाले त अब हाम्रो प्लान बनाएको छ जलाद नदी प्रणालीको, बिगियो ओरीको पनि, ओरी नदीको पनि, रातोको पनि बनाएको छ। त्यसले चाहिँ अब प्लानले चाहिँ अब अलिक बढी पैसाको डिमान्ड गरेको छ। अब तर पनि हाम्रो देशको परिस्थिति, राज्यकोसँग भएको स्रोत होइन, हाम्रो समस्या त धेरै छ। हामीलाई अहिले 1 वर्ष अथवा 2 वर्ष 3 वर्ष 5 वर्षमै गर्दै हुन्थ्यो भन्ने पनि हामीलाई छ मनमा चाहिँ होइन। अब राज्यको स्रोत, अब त्यसले आधारमा चाहिँ पैसा दिनुपर्ने, त्यसले गर्दाखेरि एउटा नदी प्रणालीमा जस्तै लगभग जलाद नदी प्रणालीमा 3 करोड समथिङ कति यस्तै थियो भने बिगियो ओरीमा चाहिँ पनि 3.5 करोड जति, 3 करोड 42। टोटल प्रोजेक्टमा चाहिँ एक वर्षमा कति आवश्यकता छ हामीलाई, अनि हामीलाई पाउने चाहिँ कति गरेछ? यस्तो छ, टोटलमा चाहिँ हामीले कम्तीमा पनि एउटा नदी प्रणालीमा 10 करोड रुपियाँ चाहिँ भयो भने, फेरि एउटा कुरो छ, पैसा धेरै भएर पनि भएन, हामीसँग जनशक्ति, पैसा खर्च गरेर जनशक्ति पनि चाहियो, हाम्रा गाउँलेहरूको क्षमता पनि चाहियो। त्यहाँ गाउँमा जुन चुरेमा बस्ने मान्छे छन् नि र हाम्रो तराई मधेस, हाम्रो यी सबैमा क्षमता पनि त चाहियो नि, गाउँलेहरूको चाहिँ पैसा खर्च गर्ने क्षमता पनि चाहियो, क्यापासिटी। त्यसपछि गएर कर्मचारी पनि त्यही अनुसारको चाहिँ हुनु पर्यो, यी सबै। अनि हामीसँग भौतिक सुविधा पनि त पैसा भए त खर्च गर्न त धेरै इफोर्ट लाउनुपर्छ नि, भौतिक सुविधाहरू पनि त्यही किसिमको चाहियो होइन। त्यसले गर्दाखेरि पैसा मात्रै दिएर पनि अरू इन्स्टिट्युसनल क्यापासिटी डेभलप नगरिकन, पब्लिकको ह्युमन रिसोर्स डेभलप नगरिकन होइन, पैसा मात्रै दिएर पनि केही अवस्था त छैन। त्यो पनि राम्रै कुरा उठाउनु भयो, त्यसको पनि अलि चर्चा गरौँ न। के कसो छ हामीसँग, पहिला ह्युमन रिसोर्सतिर आउँ र त्यसपछि जुन टेक्निकल एस्पेक्ट आउँला, इक्विपमेन्ट इत्यादि वगैरह आउँला, कसरी म्यानेज गर्दै हुनुहुन्छ अहिलेसम्म त? अहिलेसम्म चाहिँ हामीलाई नेपाल सरकारले वन तथा वातावरण मन्त्रालयले हामीलाई दरबन्दी स्वीकृत गरेको छ। त्यो अस्थायी दरबन्दी भन्दा आयोजनाको रूपमा हो, यो समिति त विकास समिति भयो। अनि यो चाहिँ हामीसँग अब जस्तै इन्भाइरोमेन्ट हेर्ने अफिसरहरू छन्, त्यसपछि गएर यो इन्जिनियरिङ सेक्टरका कामहरू हेर्ने इन्जिनियर, सब इन्जिनियर छन् होइन। त्यसपछि गएर तपाईँको यो कृषि वनका कुराहरू मैले गरेँ अघि, त्यसको लागि हामीसँग कृषि पढेको प्रास छन्। एउटा इन्टिग्रेटेड चाहिँ डिसिप्लिनको चाहिँ टिम छ, सबै क्षेत्रबाट व्यक्ति आउनु भएको छ, व्यक्तिहरू छन्। अब ती मान्छे त एकजना छन् अथवा 2 जना छन्। अनि हामीले धेरै नदी प्रणालीमा काम गर्न गयौँ भने पनि त्यसको चाहिँ अब सर्वे गर्ने, त्यसको इस्टिमेट गर्ने होइन, कि त एउटा नदी प्रणालीलाई 1 जना डिभोटेड मान्छेसम्म राख्न सक्ने भयौँ, हामीले 1 जना दिन सक्ने भयौँ। तर अब एउटा नदी प्रणालीलाई चाहिँ 1 जना मान्छेले पनि पर्याप्त नहुँदो रहेछ। मलाई के लाग्छ भने एउटा नदी प्रणालीमा कम्तीमा 3 जना मान्छे चाहिने मैले चाहिँ देखेँ। त्यही किसिमको रिसर्च भयो भने अहिलेकै रिसर्च त भ्याउँछ होइन। अब रिसर्च बढायो जुन गुरु योजनाले, हाम्रो यो किताबले, यो गुरु योजनाको किताब हो, यो किताबले चाहिँ जुन डिमान्ड गरेको पैसा छ, यो किताबले डिमान्ड गरेको पैसा चाहिँ अनुसारको काम गर्ने हो भने चाहिँ हामीसँग भएको ह्युमन रिसोर्स चाहिँ बढाउनुपर्छ। अनि मेसिन टेक्निकल कुराहरू के कसो छ? अहिले पनि अभावमा छ, काम नै चलाइरहेछौँ या के कसो छ? होइन, त्यो त यहाँ ह्युमन रिसोर्स त यतिको प्रोग्रामको लागि ह्युमन रिसोर्स ठिक छ, र हामीसँग भएको चाहिँ भेहिकल, अब अरू फेसिलिटीहरू पनि यतिको लागि चाहिँ हामीलाई भनौँ न ठिकै छ, भनौँ पर्याप्तै छ होइन। योभन्दा बढी प्रोग्राम भयो भने चाहिँ अलिकति सोच्नुपर्छ। यो जुन जनकपुर इकाइ जसको तपाईँ प्रमुख हुनुहुन्छ, हेर्ने 4 जिल्ला, 1 वर्षको त प्रगति विवरण मसँग छ, यो वर्षको चाहिँ के प्लान रहेछ त्यसको बारेमा? यो वर्षको चाहिँ यो पोहोरभन्दा यसपालिको वर्षमा
5वटा नदी प्रणालीमा काम गरिरहेको थियौँ हामीले। बागमती 4 भनेको चाहिँ यो सिन्धुली जिल्लामा पर्छ। सिन्धुली जिल्लाको मरिन गाउँपालिका, हरिहरपुर गाउँपालिका र कमलामाईको चाहिँ अलिकति केही भाग पर्छ, उता मरिन क्षेत्रमा पर्छ। र चाहिँ यसपालि चाहिँ 8वटा नदी प्रणालीमा चाहिँ हामी काम गर्न लागेका छौँ होइन। कम्तीमा त्यो ठाउँमा चाहिँ प्रचार प्रसार भने पनि पुग्छ भन्ने खालको चाहिँ कन्सेप्ट आयो। बजेटै धेरै खर्च गर्ने भन्दा पनि प्रचार प्रसार हुन्छ, आउँदैछ, चुरेको काम भएको छ भनेर एउटा चाहिँ पहिलो 5 वर्षमा 64वटा नदी प्रणालीमा काम गर्ने भनेर 164 मध्ये 20 वर्षलाई 164 भयो। पहिलो 5 वर्षमा 64वटा, त्यसपछि गएर अर्को 5 वर्षमा त्यस्तै गरेर अनि 164 चाहिँ 20 वर्षमा चाहिँ 164 पुर्याउने र त्यसको लागि चाहिँ लगभग 2 कति भन्छ यसले भन्दाखेरि त्यसको लागि 2 खरब यसले भन्छ के छ भन्दाखेरि लगानी योजना गुरु योजनाको 20 वर्षको अवधिमा 72 सालको मूल्यमा, त्यसमा त छैन, मूल्यमा 2 खरब 49 अरब 70 करोड 1,96,000 लगानी आवश्यक पर्ने अनुमान गरेको छ। यति पैसा भयो भने चाहिँ यसलाई चाहिँ हामी रिकभर गर्न सक्छौँ भन्ने छ। अनि कुल लगानीमध्ये 80 अरब 85 करोड 62,53,000 पहिलो 5 वर्षमा होइन। यसमा चाहिँ 64 नदी प्रणाली, 67 अरब 1 करोड 35,39,000 चाहिँ अर्को, यस्तै गरेर चाहिँ 20 वर्षसम्ममा हामीले काम गर्छौँ भनेका छौँ। भनेपछि चाहिँ अब के हुन्छ भन्नु होला भने यो पैसा चाहिँ पोहोर साल हामीलाई 25 करोड रुपियाँ चाहिँ पुँजीगत खर्च थियो होइन। हामीले 23 करोड रुपियाँ खर्च भयो हाम्रो होइन। पोहोर चाहिँ हामीले असोजदेखि नै काम स्टार्ट गरेका थियौँ र चैतमा हाम्रो लगभग सबै फिजिकल काम चाहिँ सकिसकेको थियो, बिरुवा रोप्ने बाहेक। र कोभिड ठ्याक्क आएको कारणले भुक्तानी चाहिँ हाम्रो फेरि ढिलो भयो। यसपालि चाहिँ बजेट चाहिँ पुँजीगत खर्च 2.5-3 अरब 3 करोड जति घटेको छ र नदी प्रणाली चाहिँ फेरि बढेको छ। भनेपछि त्यही पोहोर चाहिँ 3-3.5 कुनैमा 5सम्म पनि थियो लखनदेहीमा र रातुमा चाहिँ नेराफेरा 5को नेराफेरामा थियो भने अरूमा चाहिँ 3.5 को नेराफेरामा थियो। भनेपछि तपाईँको अहिले भनेको 2 करोड 45,50,00,000 नेराफेरामा चाहिँ नदी प्रणालीमा चाहिँ 8वटा नदी प्रणालीमा कार्यक्रम छ। अब यसले के हुन्छ भने हामीले चाहिँ अलिक प्रचार प्रसार पनि होस् र त्यो पहिलो 5 वर्षमा चाहिँ 64 नदी प्रणाली छुनुपर्छ भन्नेको हुनाले अब हामी पूर्वमा 20वटा नदी प्रणाली जस्तै 18-19वटा नदी प्रणाली छोएका छन् भने हामीले चाहिँ 8वटा छोएका छौँ। हाम्रो अलिक कम पनि छ। त्यस्तै अर्कोले छोएर अहिले चाहिँ हामी 64वटा मध्ये 45वटामा चाहिँ यो वर्ष हामी गइरहेछौँ। दर्शकबिंद, अपन विशेष में एखन समय भेले से छोट छिन व्यावसायिक विश्राम के बाद आब त ई चूरे संरक्षण संबंधी बातचीत जारी रहबे करत। हमारा सबके साथ में राष्ट्रपति चूरे तराई मधेश संरक्षण समिति के जनकपुर धाम के इकाई प्रमुख शिव कुमार जी छथि, हुनका संगे बातचीत ब्रेक के बाद हम सब जारी रखब। व्यावसायिक विश्राम के बाद अपन विशेष में फिर से स्वागत करी छी अहाँ सबके। आई हम सब बातचीत कर रहल छी चूरे क्षेत्र संबंधी विषय पर, एकर बचाव के लेल जे संघीय सरकार द्वारा कार्यक्रम आनल गेल छै, राष्ट्रपति चूरे संरक्षण विकास समिति, एहि विषय पर हम सब बातचीत कर रहल छी जे ओ प्रोग्राम आखिर केना कऽ चलि रहल छै। ओही के जनकपुर धाम के इकाई अध्यक्ष हमरा सबके साथ में छथि शिव कुमार पोखरेल जी। ब्रेक से पहले हुनका संगे विभिन्न विषय पर बातचीत भेले। आब आगामी बातचीत फिर से आगा जारी रखे छी। शिव कुमार जी, अब तपाईको पर्सनल एक्सपिरियन्सबाट सुरु गरौँ। चूरे भनेपछि यहाँ सामान्यतया मान्छेले यहाँ नजिकैको पहाड बुझ्छन्, त्यसले गर्दा यहाँको मान्छेले चाहिँ बुझ्छन् बाढी आउने गर्छ। तपाईले समस्याहरू पनि पहिला भन्नुभयो। तपाईले चिनेको काम गरेको चूरे कस्तो पाउनुभयो, के छ र चूरेको समस्या के छ, त्यसले अरू ठाउँमा के प्रभाव पार्छ, तपाईको पर्सनल एक्सपिरियन्स सुन्नु। तपाईँलाई धन्यवाद। यो कस्तो छ भने मेरो पर्सनल अनुभव चाहिँ के छ भने मैले अघि नै भने
हाम्रो त्यो चुरेको बनोट चाहिँ त्यो कङ्ग्लोमेरेन्ट भनेको चाहिँ गेगर भनौँ न ठुला खालको ढुङ्गा होइन कि ठिक्का ठिक्काका ढुङ्गाहरू माटो बिनाको ढुङ्गाहरूको चाहिँ डिपोजिसन छ। बालुवा ढुङ्गा गिटीको चाहिँ एउटा डिपोजिसन छ। त्यसमा चाहिँ भेजिटेसन त्यसमा बोट बिरुवाहरू भयो ग्राउन्ड कभर भयो भने चाहिँ त्यो पानी 100 मिलिमिटर अघि नै भनिसकेँ मैले 100 मिलिमिटर पानी थ्रेसहोल्ड हो त्यसको। त्यो थ्रेसहोल्ड क्रस गऱ्यो भने चाहिँ त्यो हामीसँग ग्राउन्ड भेजिटेसन भयो रुखहरू भयो भने क्राउन डेन्सिटी भयो भने चाहिँ त्यसले डाइरेक्ट त्यसलाई क्यारी नगर्दो रहेछ खुकुलो बनाएको। त्यसले चाहिँ अब मैले अनुभवमै मैले पानी पर्दा पर्दै पनि म चुरेतिर गएको छु चाहिँ पानीको खुलखुल आफै त्यो जस्तै भनौँ न बालुवामा हामीले बालुवाको थुप्रोमा उदाहरणको रूपमा बालुवाको थुप्रोमा चाहिँ 1 जग पानी हामीले पोखायौँ भने त्यो पानी चाहिँले बालुवा पनि बगाएर लान्छ नि होइन। त्यो जगको पानी त बालुवा पनि त्यस्तै यो आकाशबाट पानी पर्ने ठुलो पानी भयो अनि त्यो हाम्रो चाहिँ भाँडो भयो त्यो तल अनि त्यसमा चाहिँ अब ग्राउन्ड कभर नभइसकेपछि धेरै छिटो फास्ट चाहिँ त्यो ढुङ्गा गिटी बालुवाहरू त्यसले क्यारी गरेर बगाएर लिएर आउने अनि बगाएर लिएर आएर चाहिँ तराई माथि बगाएर लिएर आएपछि माथिको चाहिँ पहाड चाहिँ डिट्याच हुने छुट्टिने त्यो माटो छुट्टिने भयो। छुट्टिएपछि त्यो चाहिँ अब चुरे भाबर चाहिँ ट्रान्सपोर्टेसन जोन जस्तो त्यो ग्रेभलहरूको ट्रान्सपोर्टेसन जोन डिपोजिसन जोन पनि हो होइन। मलाई मेरो अनुभव चाहिँ यो अहिले हाइवे छ अहिले लोकमार्ग भन्छन् कि पूर्व पश्चिम लोकमार्ग पहिले महेन्द्र राजमार्ग भन्थे लोकमार्ग भन्छन् होइन। अनि यो लोकमार्गदेखि माथिको चाहिँ मलाई ट्रान्सपोर्टेसन जोन जस्तो लाग्यो। डिट्याचमेन्ट जोन त चुरे नै भइगयो अनि ट्रान्सपोर्टेसन जोन लाग्यो अनि त्यो त्यहाँदेखि चाहिँ पुलदेखि तल जुन खोलाका पुलदेखि तल चाहिँ डिपोजिसन जोन त्यो गेगरहरूको डिपोजिसन जोन हो। अनि त्यो डिपोजिसन जोन भएपछि त्योभन्दा पनि तल गएपछि चाहिँ इन्डोनेसन जोन भन्छ। इन्डोनेसन जोन भनेको डुबान क्षेत्र त्योभन्दा अब डिपोजिसन जोनभन्दा तल गइसकेपछि चाहिँ पुरै पानी डुब्ने बर्खामा पानी डुब्ने समस्या छ। अब यसलाई चाहिँ के छ भन्दाखेरि अब समस्या त मैले भनिहालेँ 3टा समस्या। एउटा चाहिँ कमलो भएको कारणले पानी पर्ने पानी परेपछि त्यहाँ चाहिँ भेजिटेसन चाहिँ नभएको अब त्यो अझै फेरि विकास निर्माणको काम पनि तपाईँलाई अझै मैले भन्न छुटाएँ है। अब यो गाउँमा चुरे पहाडमा मलाई त के लाग्छ भने बस्ती नै हटाउनुपर्छ। उनीहरूलाई चाहिँ बरु हामी मधेसमा त जति पनि जग्गा छ नि हाम्रो चाहिँ यो खोलामा मजाले तटबन्ध पर्मानेन्ट बनायौँ भने त्यो ऐलानी जग्गाहरू त जति पनि निस्किन्छ मासतिरै निस्किन्छ नि होइन। अनि त्यसमा चाहिँ उनीहरूलाई ल्याउने राख्ने ल्याएर राखेपछि अब 2टा घर छ 3टा घर छ 5वटा घर छ। अब राजनीति भोटको लागि तपाईँको चाहिँ डेभलपमेन्ट चाहिएको बिजुलीको तार लानु पऱ्यो खानेपानीको लगाइदिनु पऱ्यो बाटो बनाइदिनु पऱ्यो। फेरि हिजो आज मेसिनले बाटो डोजरले खन्दाखेरि अब त्यसै चुरे कमजोर त्यसमाथि पनि खन्ने कामहरू धेरै भएको छ। व्यवस्थित बसोबास भएन प्लानिङ भएन। अनि त्यो बस्तीलाई चाहिँ के छ भन्दाखेरि अब सार्नै पर्छ। सारेर त्यसलाई चाहिँ पुरा कन्जर्भेसन क्षेत्रको रूपमा त्यसलाई विकास गरियो भने त्यो 4-5 वर्षभित्रमा भेजिटेसन कभर भएर अलिकति बढी क्यारी हुने समस्या रोकिएला। एउटा कुरा त्यो माथि गर्नुपर्ने काम चाहिँ अनि गल्छी खहरेहरूको पहिरोहरू रोकथाम गर्नुपर्ने काम त छँदैछ। त्यस्तै तल्लो क्षेत्रमा चाहिँ त्यसरी एउटा कमलो पहाड बर्खा हाम्रो एकदम सर्ट टर्म वर्षा त्यसपछि गएर त्यसले ल्याउने डिपोजिसनले चाहिँ निम्त्याउने तपाईँको यो हाम्रो जग्गा र खोलाको हाइट हामीले हेऱ्यौँ भने हजुर खोलामा माथि तल जानु भने हाम्रो जग्गा खेतीयोग्य जग्गा तल छ खोला चाहिँ माथि छ। अनि त्यो माथि खोला नबगेर हाम्रो खेततिर खोला चाहिँ बग्ने र खोलाको चौडाइ हिजो 200 मिटर थियो भने आज 500 मिटर छ। कहीँ त 1 किलोमिटरै पनि चाहिँ भएको देखिया छ। मलाई के लाग्छ भने यही ढङ्गले चाहिँ हामीले खोला नियन्त्रण काम गरेन र चुरेमा चाहिँ अलि इन्टेन्सिभ चाहिँ काम कन्जर्भेसनको काम गरेनौँ भने मलाई लाग्छ 20 वर्षभित्रमा
जस्तै जलात खोला र औरी खोला एउटै हुन्छ, जोडिन्छ क्या, किनभने त्यस्तोसम्म अवस्था त्यसो आउँछ। आउँछ। अब औरी खोला र यो तपाईँको चाहिँ बडरी खोला जोडिने बेर छैन। भनेपछि तीनटा मिक्स हुन टाइम लाग्दैन। अनि रातोसम्म यो जम्मै के छ भन्दाखेरि खोलाको बगरै बगर हुने सम्भावना छ होइन। के भन्दा त ट्रान्सपोर्टेसन गरेर क्यारी गरेर लिएर आउँछ नि, क्यारी गरेको मेटेरियल चाहिँ त्योले हाइट बनाउँछ होइन, ऊ स्पिड कम हुँदै जान्छ नि, तल गएपछि माथिको स्पिड बढी हुन्छ। अनि यतातिर चाहिँ अब एक त यो क्यारी गरेको मेटेरियलले चाहिँ हाइट बढाएको कारणले गर्दाखेरि तलतिर पानी त्यहीँबाट चाहिँ नबगेर त्यहाँ चाहिँ पानी रोकिने सम्भावना भएन र पानी एकैचोटि बग्नाले चाहिँ तल गएर छिटो गएर बगेर तलको चाहिँ हाम्रो जस्तै जलेश्वर सधैँभरि डुब्छ नि होइन। अब हामीले चुरेको काम गरेको रिजल्ट इफेक्ट देखाउने हो भने जलेश्वर नडुब्नु पर्यो। कति वर्षभित्र चाहिँ हामी जलेश्वर चाहिँ नडुब्ने बनाउँछौँ, हुन त त्यसको अरू पनि असर होला, उतातिर निकास सानो भयो होला हिजोको। अनि नेचुरल चाहिँ हिजोको ड्रेनेज सिस्टमहरू हामीले डेभलपमेन्ट गरेर चाहिँ अलि अब्स्ट्र्याक्ट पनि गऱ्यौँ होला, त्यो पनि एउटा विभिन्न छन् नि त। हामीले अहिले डेभलपमेन्ट बाटोहरू आइहाल्छन् होइन, डेभलपमेन्ट गऱ्यौँ हामीले। यो अहिले चाहिँ यो पूर्व र पश्चिममा हामी हुलाकी राजमार्ग बनाएको छौँ, त्यसले पनि त्यसलाई चाहिँ त्यसको ड्रेनेज सानो विकास निर्माणको नाममा पनि बिना प्लानिङको कार्यहरू पनि भइराखेकै छ। अनि त्यसपछि अहिले फेरि यो रेलको बनाइरहेको छौँ, त्यसमा पनि त त्यसले पनि त बनाउने होला होइन। अवैध उत्खननको पनि कुरा आउँछ चुरे क्षेत्रमा। तपाईँ फिल्डमै खटेको मान्छे, कतिको हेर्नुभयो, कतिको होइन, यो एकदम सिरियस समस्या छ। अब यस्तो कुरा छ, मलाई मेरो आफ्नो विचार चाहिँ यो चुरे संरक्षण अबको 10 वर्षसम्म चुरे संरक्षण गर्न, नदी नियन्त्रण गर्न पालिकाहरूलाई, आफ्नो पालिकाहरूलाई चाहिँ राम्रोसँग यो गिटी बालुवा चुरेबाट चाहिँ क्यारी गरेको गिटी यो अवसर पनि भएको छ, यो छ नि, यो समस्या पनि हो। त्यसले क्यारी त गर्यो, क्यारी गरेर चाहिँ लिएर आयो, चाहिँ डिपोजिसन चाहिँ गरायो। तर त्यो ठुलो एउटा चाहिँ हाम्रो डेभलपमेन्टलाई चाहिने चाहिँ एउटा चाहिँ निर्माण सामग्री हामीलाई चाहिँ पाछौँ र मान्छेले त्यसमा रोजगारी पाउने त्यो अवसर पनि भएको छ। र तर त्यसलाई चाहिँ के छ भन्नु भने हिजो जिल्ला विकास समितिलाई त्यो अधिकार, त्यसको ठेक्का लाउने, त्यसको इआइए गर्ने, आइए गर्ने, कति मात्रामा निकाल्ने, त्यसलाई नियमन कसरी गर्ने जिल्ला विकास समितिलाई थियो। अहिले चाहिँ त्यसको चाहिँ प्रदेशले एउटा कानुन बनाउने र प्रदेशले एउटा निर्देशिका जारी गर्ने र त्यो चाहिँ ठेक्का लगाउने, त्यसको चाहिँ रासो उठाउने, त्यसको सम्पूर्ण चाहिँ नियमन गर्ने अधिकार चाहिँ स्थानीय तहलाई हाम्रो अहिलेको व्यवस्थाले, नयाँ व्यवस्थाले चाहिँ दिएको छ होइन, कानुनी हिसाबले गर्नुपर्दा। अब त्यसको नेपाल सरकारले चाहिँ क्रसर उद्योग, ढुङ्गा गिटी बालुवा कस्तो ठाउँमा निकाल्ने, कसरी निकाल्ने, के मापदण्डको आधारमा निकाल्ने, कति निकाल्ने भनेर चाहिँ एउटा मापदण्ड चाहिँ जारी पनि गरेको छ। त्यसैलाई टेकेर हाम्रो प्रदेशले पनि अब एउटा नियमहरू, त्यसको लागि नियम, ऐन, कानुन, कार्यविधिहरू बनाउँछ र त्यो कार्यविधिहरू चाहिँ अनुगमन गर्ने पनि काम गर्छ प्रदेशले। त्यो चाहिँ लागू गर्ने चाहिँ फेरि कसले भन्दाखेरि स्थानीय तहले गर्छ। भनेपछि अब प्रदेश र स्थानीयका मतलब तिनै तहका सरकारले एकदम मिलेरै चाहिँ अगाडि बढ्नु पर्छ, दोषारोपण गरेर चाहिँ अब दोषारोपण गरेर चाहिँ उम्किन पाइएन। अब तर चाहिँ भनौँ न, अब यसलाई मैले देखेको त्यसको ठुलो अवसर कस्तो भन्दाखेरि हामी सबै बाटोहरूलाई चाहिँ 6 लेन बनाउन खोजेका छौँ। त्यस्तै अब हामी हुलाकी राजमार्ग पनि चाहिँ हामी सिद्धाउनै छ। हामीलाई यो हाइवे रेलवे पनि लाइनको माथि त्यत्रो तपाईँको 5 मिटर 6 मिटर चाहिँ त्यसको चाहिँ हाई ड्याम हुँदो रहेछ होइन। मैले हाम्रो उतातिर देख्छु त्यस्तो ड्यामहरू। त्यसपछि गएर अर्को चाहिँ के छ भन्नुलाई भने यो मान्छेकै निजी घरहरू पनि, हिजो हामी काठको घरहरू बनाउँथ्यौँ, अहिले निजी घरहरू पनि अहिले ढुङ्गा गिटी बालुवा यिनै प्रयोग गरेर पक्काको बनाउन थालेका छौँ होइन। भनेपछि हामीलाई यो मेटेरियल जुन हाम्रो चुरेबाट निस्किने जुन ढुङ्गा गिटी बालुवा अथवा माटै भनौँ न, त्यसबाट आउने जुन अब ढुङ्गा हुने चाहिँ गिटी बनाउन सकिने ढुङ्गा भयो। त्यसपछि गएर बालुवा फाइन बालुवा चाहिँ कोर भयो भने चाहिँ बालुवामा प्रयोग हुने भयो।
अब त्यो पनि बालुवा पनि प्रयोग नहुने गिटीमा पनि प्रयोग नहुने चिज चाहिँ के छ भन्दाखेरि ड्यामहरू बनाउनलाई त्यो माटो हुर्नको लागि प्रयोग हुने भयो होइन त्यो विकास निर्माण काम यो हुने भयो यसले गर्दाखेरि यो हामीलाई यो मेटेरियलको एकदम आवश्यक छ तर यो मेटेरियल चाहिँ कस्तो भन्दाखेरि अब निश्चित मान्छेहरूको चाहिँ कब्जामा अब एउटा नियमन नगरिकन त्यसबाट उठाउने रासो चाहिँ होइन प्रयोग त भइरहेछ निजी क्षेत्रमा पनि आइरहेछ सरकारी गभर्मेन्ट क्षेत्रमा पनि आइरहेछ होइन नआएको भए त डेभलपमेन्ट हुँदैन थियो तर चाहिँ के छ भन्दा त्यसलाई एउटा जुन एउटा नीति निर्देशन बनाएको छ जुन व्यवस्था गरेको छ त्यो व्यवस्था गरेको अनुसार चाहिँ ठ्याक्क लागू गरेर काम गर्ने हो भने त्यसबाट चाहिँ मलाई लाग्छ यो रातो खोलामा मात्रै भएको बर्दिवास नगरपालिकामा मात्रै भएको चाहिँ क्रसर उद्योग र त्यसबाट निकाल्ने गिटी बालुवा चाहिँ अब नगरपालिकाले कि आफैले चलाउने कि चाहिँ कति निकाल्छ त्यसको चाहिँ निश्चित घनमिटरको यति पैसाको दर उठाउने हो भने पनि मलाई के लाग्यो भन्दा म अस्ति लकडाउनको बेला मेरो घर त्यहीँ लालगढबाट अलिकति तल पर्छ पहिलेको चाहिँ यो बेङ्गडावर गाविसको वार्ड नम्बर 8 अहिलेको मिथिला नगरपालिका 10 पर्छ त्यो चाहिँ महोत्तर जिल्लाको बर्दिवास नगरपालिका 6 नम्बर वार्डसँग जोडिया छ भनेपछि त्यो ठ्याक्कै खोलाकै छेउमा छ कि रातो खोलादेखि यतापट्टि वारिपट्टि अनि बिहान मोर्निङमा गर्न म त्यो खोलाहरूमा हिँडिन्छ नि त हामी बिहान हिँड्ने पुलसम्म जाने अनि लालगढ चोकबाट आउने यसरी गऱ्यौँ त्यसमा हामीले मैले मेरो अनुभव छ क्या मैले प्राय चाहिँ यो के हो त भनेर सबै क्रसरहरू हेर्न गएँ यो निषेधाज्ञा यहाँ भयो जनकुरा आउने पनि आएर पनि के गर्नु त्यहाँ बस्दाखेरि मैले सबै हेर्दाखेरि जम्मा 30-40वटा जति क्रसर उद्योगहरू छ र टिफरहरू यति हिँड्छ तपाईँको चाहिँ 200वटा टिफर चाहिँ दिनमा हिँड्ला यतातिर आउने यो गिटी सबै त्यहीँको रातोको गिटी अरू खोलामा गिटी पाउँदैन बालुवा पाउँछ गिटी पाउँदैन अब त्यो बर्दिवास नगरपालिकाले मात्रै रासो उठाउने हो भने व्यवस्थित गरेर 50 करोड रुपियाँ चाहिँ त्यसको रासो उठ्ने रहेछ बर्दिवास नगरपालिकाको मैले मिनिमम हिसाब गरेको है भनेपछि समस्यालाई फाइदामा पनि पुर्याउँ नियमन पनि गरौँ व्यवस्थित पनि गरौँ अनि चुरे पनि जोगाउँ सब थोक हामीले गर्न भ्याउँछौँ त्यही पैसा चाहिँ अब भनौँ न त्यो पैसालाई राम्रोसँग लो अब मेरो अब हाम्रो अमितजी के हुन्छ भन्दाखेरि जुन 50 करोड रुपियाँ पैसा उठ्यो भने त 50 करोडमा भनौँ न 10 करोड रुपियाँ हाम्रो खर्च पऱ्यो प्रशासनिक खर्च पऱ्यो अनुगमन गर्न हामीले मान्छे राख्नु पर्ला होइन रोजगारी पनि त सिर्जना भयो नि त कति निकाल्यो कति गयो होइन कति मेटेरियल चाहिँ उसले चाहिँ आज निकाल्यो कति मेटेरियल हिजो भोलि निकाल्यो योभन्दा ननिकाल भन्नु पर्यो अब त्यहाँ त कस्तो छ भन्नु होला भने 10 मिटर चाहिँ गहिरो खाल्टोहरू खन्या छ बर्खामा पुरै खाल्टो चाहिँ टिल पिल भरिया हुन्छ मान्छेहरू चाहिँ के अब त्यो गर्मी हुँदो रहेछ गाई चराउन जान्छन् त्यहाँ होइन अब खेतमा काम गर्छ गर्मी हुँदो रहेछ गर्मीमा चाहिँ मजाले पसेर चाहिँ त्यो नुहाइदिउँ भन्ने हुँदैछ नुहाएपछि त्यसमा चाहिँ हिलो हुँदैछ हिलो तान्दो रहेछ भन्दाखेरि चाहिँ भनौँ न महिना 1 महिना 2 महिनामा 1-2जना मान्छे मरेकै छन् मरेकै छन् र यो तपाईँहरूले पनि यसलाई प्रकाशित गर्नुभएको छ होइन एनाउन्स गर्नुभएको अब यो मेरै त्यही गाउँमा पनि 1जना मान्छे मरेको हामीले देख्यौँ म त्यहाँ हुँदाहुँदै अब यो समस्या चाहिँ के छ भन्नु होला भने यतिसम्म भन्दा बढी खन्न नपाइने भनेर एउटा नियमन गर्ने त्यो पैसा 10 करोड रुपियाँ चाहिँ खर्च गर्ने होइन अनि नगरपालिकाले केही त्यसमा भनौँ अरू केही गर्नु पर्दैन जनताले के 2टा मान्छेलाई विश्वास गरेको देखिनँ मैले गाउँमा बस्दाखेरि एउटा आफैले भोट हालेको जनप्रतिनिधि प्रति पनि जनताको विश्वास छैन यसले यो खन्ने त भनौँ कति पैसा खान्छ हामी खन्नै दिँदैनौँ भनेका छन् रोकेका छन् गाउँले मिलेर होइन अनि त्यसपछि गएर कर्मचारी हामी जस्तो कर्मचारीलाई पनि विश्वास गरेका छन् यो कर्मचारीले कता कता के घुमाउँछ घुमाएर चाहिँ यसले एकअर्काप्रतिको विश्वास चाहिँ घट्या छ कर्मचारी र जनप्रतिनिधिको उनीहरूकै बिचमा विश्वास छैन र जनताले पनि ती दुईटैलाई विश्वास गरेका छैनन् हेर्नुहोस् है नगरेको कारणले गर्दाखेरि त्यो ठेक्का लगाउन पनि सकिरहेको छैन ठेक्का लगाएको पनि तपाईँको निकाल्न सकिरहेको छैन यस्तो स्थिति छ र उनीहरूले जनताहरूलाई चाहिँ विश्वास दिलाउनु पर्यो कि यो पैसा यति उठ्छ यहाँ हामीले यसरी उठ्छौँ एक हप्तामा चाहिँ त्यहाँबाट गएको मेटेरियलको चाहिँ जानकारी डिस्प्ले गर्नु पर्यो यति घनमिटर चाहिँ गयो यति पैसा चाहिँ हाम्रो नगरपालिका जम्मा भयो मान्छेको लागि विश्वास गराउनु हामी विश्वासै नलाग्ने भइसक्यौँ नि त होइन त्यसले गर्दा विश्वास कसरी गराउने भन्दाखेरि गराउनु पर्यो अनि त्यसले गर्दाखेरि त्यो गराइसकेपछि उनीहरूलाई साथमा लिएर काम गर्ने र
र त्यो मलाई लाग्छ 50 करोड 25 करोड मात्रै हामीले खर्च गऱ्यौँ चुरे संरक्षणलाई 10 करोड खर्च गरेर नदी नियन्त्रणमा 10 करोड खर्च 10 करोड चाहिँ हामीले त्यही किसानहरू जहाँ त्यहाँ बस्छन् तिनीहरूको त टिपर हिँड्दाखेरि धुलो उड्छ त्यसपछि गएर त्यो चाहिँ आवाज आउँछ राति चाहिँ क्रसर चलिरहँदाखेरि चाहिँ डेङ आवाज आइरहेको हुन्छ केही न केही डिस्टर्ब भइरहेको हुन्छ होइन इन्भाइरोमेन्ट पोल्युसन पनि भएको हुन्छ उनीहरूलाई चाहिँ के छ भन्दाखेरि इनार बनाइदिने अरू बिउहरूमा सहयोग गर्ने भनौँ राजेश भनौँ न केन्द्रले पर्दाखेरि पैसा नदिए पनि राम्रोसँग चाहिँ विकास गर्न सकिने सम्भावनाको स्रोत मैले त्यसलाई चाहिँ देखाएको छु एकदम अन्त्यमा छौँ अन्तिम तपाईँसँग जिज्ञासा खासमा अब इकाइ प्रमुख हुनुहुन्छ तपाईँ कार्य अहिले गर्नु छ थुप्रै गर्नु छ जनतालाई चाहिँ के मेसेज दिन चाहनुहुन्छ के तपाईँहरूको प्लानिङ छ जनताले कसो सहयोग गरिदिनु पर्यो तपाईँको के मेसेज एकदम राम्रो गर्नुभयो अब यसपालि चाहिँ हामी हाम्रो अफिस 76-77 यहाँ स्थापना भयो पोहोर साल हामीले हाम्रो गुरु योजनाले र नदी प्रणाली योजना निर्दिष्ट गरेका ठाउँहरूमा हामीले कामहरू गऱ्यौँ र यसपालि फेरि हाम्रो चाहिँ नयाँ कार्यक्रमहरू आएको छ र पोहोर त चैतबाट मात्रै लकडाउन भयो कोभिड भनेर हामीले अगाडि नै सम्झौता गरिवरी चैतसम्ममा काम सिद्ध्याएका थियौँ अब यसपालि चाहिँ अहिलेदेखि एउटा चाहिँ कोभिडको चाहिँ एउटा कारणले पहिले आफू सुरक्षित बस्ने होइन अनि विकासलाई चाहिँ त्यसपछि आफू बस्ने अनि विकास गर्ने अब हामी दसैँपछि चाहिँ गाउँमा जान्छौँ होइन आउँछौँ तिनै ठाउँहरूको चाहिँ हाम्रो काम कार्यक्षेत्रको मान्छेहरूलाई अब जान्छौँ र चाहिँ त्यो चाहिँ हामी अलिकति सामाजिक दूरी कायम गर्दै बढीभन्दा बढी कार्यक्रमलाई चाहिँ जवाफदेही गाउँलेहरूलाई चाहिँ समुदायलाई जवाफदेही बनाउने पारदर्शिता बनाउने र कामलाई चाहिँ अलिकति भनौँ न लक्षित गुरु योजनाले लक्षित गरेको चाहिँ उपलब्धि हासिल हुने गरी चाहिँ कामहरू होस् भन्ने चाहिँ आगामी यो वर्षको कार्यक्रम सञ्चालन गर्ने सिलसिलामा मेरो मान्छेमा अपेक्षा छ र त्यो चाहिँ चुरे संरक्षण भनेको चाहिँ फेरि एउटा अफिसले हाम्रो अफिसले मात्रै नगरपालिकाले मात्रै प्रदेशले मात्रै सङ्घले मात्रै गरेर हुने काम पनि होइन यो मल्टिडिसिप्लिनरी भन्छ क्या यसलाई बहुविषय र बहुआयामिक होइन बहुविषय र बहुआयामिक चाहिँ यो क्षेत्र पर्दो रहेछ अब यसमा अब भनौँ न सबै क्षेत्रको चाहिँ यसमा साथ सहयोग चाहिन्छ अब त्यहाँ बस्ने गाउँलेहरूको चाहिँ तपाईँको उनीहरूले अब त्यसकै रिसोर्सलाई खाएर त्यसकै रिसोर्स चाहिँ बेचेर त्यसकै रिसोर्सबाट उनीहरू पालिया छन् बसेका छन् भनेपछि उनीहरू त मेरो त यो चाहिँ हाम्रो रोजीरोटी हो भनेर चाहिँ त्यसलाई अझै त्यहीँ जोगाउने होइन र उनीहरूलाई चाहिँ अलिकति वैकल्पिक रोजगारीको अवसर पनि सिर्जना अहिले त वैदेशिक रोजगार आएको हुनाले धेरै मान्छे विदेशतिरै गए अब अहिले त खोरिया फान्ने जोत्ने त्यसमा धेरै खेती गरे भनेर पहिले हाम्रो आउँछ नि रिटर्नमा आउँछ मैले अहिले त्यहाँ गएर हेरेँ अब मान्छे आफ्नै भाका त जोते छैनन् खाली राखेका छन् कसले जोत्ने युवा विदेश छन् होइन त्यसले गर्दाखेरि के छ भन्दाखेरि गाईबस्तुहरू नचराउने बर्खामा चाहिँ के अरे हिउँदमा आगलागी नियन्त्रण रोक्ने चरिचरणलाई बन्द गरेर आफ्नो बारी कान्लाहरूमा चाहिँ घाँसहरू नेपियर घाँस अरू डाले घाँसहरूको बोट बिरुवाहरू लाउने होइन त्यसरी लगाएर चाहिँ उनीहरूले चाहिँ बदुवा चरण भन्छ नि बाँधेरै खुवाउने र गाईबस्तु नछोड्ने गर्ने चाहिँ म गाउँलेहरूलाई सन्देश दिन्छु यति हो त हस् अर्को साता अब अन्त्यमा छौँ अर्को सातादेखि दसैँ सुरु हुँदैछ तपाईँलाई दसैँको धेरै धेरै शुभकामना ल तपाईँलाई पनि चाहिँ एकदम मम्मीजी दसैँको धेरै धेरै शुभकामना छ दर्शकवृन्द आई के हमर सबके अपन विशेष के बातचीत चूरे संरक्षण से जुड़ल रहल छल राष्ट्रपति चूरे तराई मधेश संरक्षण विकास समिति जनकपुर इकाई प्रमुख शिव कुमार पोखरेल जी संगे के आई के बातचीत एतबे रहल अछि हम सब फेर से उपस्थित हेबे करब ताधर के लेल संपूर्ण यूनिट के तरफ से हम विदा मांगे छी अपन टेलीविजन देखित रही नमस्कार।